अन्तमा अब के भने दाइ अब एउटा गाउँको न्यास्रो आउने रहेछ दाइ होमस्टे गाउँघरमा चाहिँ अब दिउँसो खाना खाने बित्तिकै कामसाम केही छैन भने सर निस्केपछि वरिपरि हुन्छ नि साथीभाइ पछ्यालामा बस्ने बात मार्ने होइन त्यो मिस गर्ने रहेछ क्या दाइ। अनि अर्को कुरो अब आफूलाई केही खानेकुरा चाहिँ कोही बेलामा तरकारी सक्यो खाना खाँदा खाँदैन वरिपरि छिमेकीसँग एकदम राम्रो एट्याच हुन्छ नि त। ए दिदी अथवा भाउजू होइन साइली भाउजू काकी हजुरको घरमा तरकारी के हो भने घुङ्गी छ हो घुङ्गी अथवा होइन अब के भन्छ साग छ भने दिनु अलिकति यहाँ भात निस्ते भन्छ कि हामीले चाहिँ अब अरू ल्याङ्ग्वेज के भन्छ निस्ते भयो भनेर माग्न पाइन्छ। अनि सबैभन्दा आनन्द लाग्ने चाहिँ बिहान 6 बजे 4 बजे 5 बजे 4 बजे कि 5 बजेतिर रिम 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 उज्यालो हुन्छ नि त शीतल मजेरी आनन्द। त्यो टाइममा चाहिँ अनि वनपाले दाइ आउनु भएर खोलाको त्यो वनमारी हो भन्दाखेरि एक किसिमको छुट्टै आवाज क्या दाइ आनन्द लाग्ने क्या। अनि गाउँको सबै हल्ला गरेर बसे केटाकेटीहरू पनि गाउँको मान्छेहरू पनि हल्ला नगरिकन साइलेन्ट भएर सुन्थे क्या दाइ। त्यो मजा त्यो भाइब्स छ नि दाइ त्यो एकदम मिस गर्छु क्या। अब म अझै अब म कसै गाउँघरमा बस्ने दाइहरूलाई के भन्छु भने त्यो वनमारी भन्ने चाहिँ कराउँदाखेरि आवाज दिँदाखेरि चाहिँ कसैले ठ्याक्क त्यो टाइम मुभमेन्ट भेट्यो भने चाहिँ भिडियो क्लिक गर्नुहोस्। त्यो भिडियो एकदम रियर भिडियो त्यो अब बिस्तारै वनमारी हो भन्ने दिन पनि हराउँछ। त्यही भएर क्लिक गर्नु आज कटुवाल कराएको जुन हराएको छ त्यसै गरी वनमारी जुन भनिएको त्यो पनि हराउन सक्छ भन्ने कुरा समयअनुसार परिमार्जन होला होइन त्यो ठिक छ। तर त्यो भिडियो चाहिँ क्याप्चर गर्दा राम्रो। अनि त्यो हाम्रो दाइ त्यो छ नि कानपटा जोगी भन्छ के भन्छ त्यो शब्द मिस्टेक भयो कि फेरि लाउने जोगी नै भनौँ न उहाँहरूको त्यो दाइ त्यो आवाज हुन्छ नि निन्द्रामा अब ठ्याक्कै कति 3 बजे 4 बजेतिर त मस्त निन्द्रा हुन्छ नि कुनै त। अब हाम्रो बाबाहरू त उठिन सक्नु भएको हुन्छ हामी भर्खर केटाकेटीहरू चाहिँ। अनि त्यो सपनामै आएर चाहिँ त्यो बजाएको जस्तो लाग्छ दाइ कस्तो मजाको त्यो साउन्ड पनि टाइपको कि दाइ होइन। अनि त्यो अनि मन्दर पनि फेरि त्यो हुन्छ नि मिठो सुन्छन् है आनन्द लाग्ने कि सधैँ आएर बजाइरहोस् जस्तो लाग्ने दाइ होइन। मलाई म त्यस्तो लाग्छ अरूलाई थाहा भएन तर मलाई त्यस्तो मजा लाग्ने कि। अनि त्यो मिस गर्छु दाइ काठमाडौँमा म होला आउँला थाहा भएन आउँछु होला काठमाडौँमा पनि तर म बस्ने ठाउँतिर चाहिँ आएको छैन। अनि मिस गर्छु एकदम लाग्छ दाइ गाउँको न्यास्रो आउँछ। अनि गाउँको हजुरहरू जस्तो दाइहरू हुन्छ नि त सरल खाना खाने तलतिर घरभित्र दाइहरू पुरा चिया होटलमा भेट्छ गफ हुन्छ एक किसिमको होइन। गाउँमा के भयो कसो भयो कति बजेट पऱ्यो कुलामा कति पऱ्यो यता पऱ्यो होइन त्यस्ता किसिमको छलफलहरू होइन छलफल छुट्टै मजा छ गाउँ भने गाउँ नै हो दाइ। म फर्किनु मन लाग्छ गाउँ फर्किने हो चाँडै। ओके यतिखेर चाहिँ काठमाडौँको व्यस्त सहरमा हामी रहेका छौँ। कुन ठाउँ रहेछ भाइ यो दाइ चाहिँ सातो बाटो आइपुग्नु होस्। भिडियो हेरिदिनु भयो सबैलाई धन्यवाद छ। स्थानीय चासो र विभिन्न खालका विषयमा र काठमाडौँको यो परिदृश्य तपाईँको माझमा कैद गर्दै हामीले एउटा सानो भिडियो क्लिप्स बनाएका छौँ।